मान्छे हुन् होइन। अब इभन रवि लामिछानेको पनि रवि लामिछानेको दाईको अलिकति हेर्दाखेरि उहाँको पनि कतै न कतै पोलिटिकल ओरिएन्टेसन भएको देखिन्छ। तपाईँ स्वर्णिम वाग्लेको हेर्नुहुन्छ भने चाहिँ अब बुवा चाहिँ 2 पुस्ते 3 पुस्ते कङ्ग्रेस भन्ने कुराहरू सुनिन्छ होइन। अब विभिन्न अनुहारहरू त्यहाँ भएका अनुहारहरूको पनि कतै न कतै चाहिँ पहिला कुनै पार्टिजहरूसँग चाहिँ संलग्न भएर एउटा यो पूर्ण रूपमा राजसभाको मूल नेतृत्व चाहिँ जसरी चाहिँ त्यो जेनेरेसन फर्स्ट जेनेरेसन सेकेन्ड जेनेरेसन जुन नयाँ पार्टीको इमर्जेन्ससँगै नयाँ पोलिटिकल कन्सियसनेस भयो, त्यो मूल नेतृत्व चाहिँ त्यो होइन। तर डेमोग्राफिक्स वाइज चाहिँ त्यसको सपोर्ट बेस चाहिँ फेरि हो, किनभने यो अहिले नयाँ पुस्ताहरू जुन छौँ होइन, हामी जस्तो नयाँ पुस्ता जसले चाहिँ 62-63 को आन्दोलन देखेन, जसले चाहिँ 46 सालको चाहिँ होइन आन्दोलन देखेन, जुन पोलिटिकल प्रोसेसमा पोलिटिकल सोसलाइजेसनको प्रोसेसमा अथवा चाहिँ त्यो पोलिटिकल पार्टिसिपेसनको प्रोसेसमा चाहिँ आफूलाई संलग्न भएन र आफ्नो पोलिटिकल आइडेन्टिटी बनाइसकेको छैन, त्यो मान्छेहरूको चाहिँ भिड भने चाहिँ फेरि अहिले राजसभामा देखिन्छ होइन। अथवा भनौँ न त्यो जुन पार्टीगत रूपमा त्यो होइन नेपालको सोसलाइजेसनको प्रोसेसमा नेपालको चाहिँ एजुकेसन प्रोसेसमा जसरी चाहिँ अनेरा सोभी हुनु परेन अथवा नेविसङ हुनु परेन, अनेरा सोभी क्रान्तिकारी हुनु परेन, ती मान्छेहरूको ग्रुप भनेको चाहिँ फेरि राजसभाप्रति चाहिँ सिम्पथाइज गरेको हो कि जस्तो देखिन्छ। अथवा इभन डेमोग्राफिक रूपमा पनि अलिकति यङ पुस्ताहरूमा र यो जेनजी आन्दोलन पछाडि अलिकति त्यतातिर चाहिँ ओरिएन्टेसन भएको हो कि जस्तो। अब रिजनल पार्टिजहरूको हेर्दाखेरि चाहिँ जस्तो कि अब अलिकति रिजनल पार्टिज भन्ने कुरा पहिला पनि थियो होइन। जस्तो कि तपाईँ चाहिँ 2046 सालको 1991 को इलेक्सनमा हेर्नुहुन्थ्यो भने पनि त्यतिखेर सद्भावना पार्टी